गुड मर्निङ साथीहरु, राधे राधे। कस्तो हुनुहुन्छ? आशा गर्छु राम्रो हुनुहुन्छ। आजको थाल्ने चाहिँ ब्रेकफास्टसँग चाहिँ भिडियो साथी हो। हजुरहरुको ब्रेकफास्ट भयो कि भएन भन्नुस् है पहिले चाहिँ। अनि म चाहिँ सबैलाई खुवाइसकेर अब आफ्नो पाली अनि उभि उभि खानु हुँदैछ भन्नुहुन्छ होला। उभि उभि त खान्छु भन्दा पनि अब कतिवटा काम भ्याउनु पर्ने हो। यसो नानीहरुले चाहिँ यसो सल्टो लोडेको देख्यो भने मम्मी कहाँ जाने अनि नानीहरुलाई भनेको नि अब म एकचोटि चाहिँ नेपाल, इन्डिया, मलेसिया कहाँबाट साथीहरुले हेर्नुहुँदैछ सबैकोमा पुगेर आउँछु है भनेर आएको कि। अनि बुझेछन् कुरा अनि हाँस्दै फर्क्यो। अनि साथी हो आज चाहिँ हजुरहरुलाई भन्नु आएको कि म हरेक जिनिस चाहिँ नि बाँडेर खानु पर्दो रहेछ है साथी हो। अनि अब यो मैले सिकाइराख्ने कुरा होइन है, अब मैले सानैमै सिकाएकै कुरा हो। तर पनि नि अब कोही कोही चाहिँ साह्रै हात यस्ता भएका हुन्छन् के। अनि मेरो चाहिँ बानी कस्तो छ भने नि अलिकति छ भने पनि त्यो चाहिँ अलि सबैलाई सम्झिने बानी। यो सम्झिने बानी चाहिँ मेरो आमाले साह्रै राम्रो लगाइदिएको रहेछ है साथी हो। अनि यसो विचार गर्छु हो, हुनु त हामी बस्तीमा छुइनौँ है, भागदौडा ठ्याक्कै बजारमै छ। त्यही पनि नि म चाहिँ अर्ग्यानिक खान पाउँछु साथीहरु। यहाँ हेर्नुहोस् है, यहाँ हेर्नुहोस् त कटर भर्खर चोप निस्किँदैछ साथी हो। अर्को छिन्स पनि ल्याउँछु ल, पर्खिनुहोस्। केला घरमै पाकेको, यहाँ हेर्नुहोस् त। केही गर्दिनँ, आफ्नोमा यसो फलको जिनिसहरू अलिअलि दिएको हुन्छु कोही बेला। उहाँहरूले सम्झिराख्नुहुन्छ। यहाँ हेर्नुहोस् न कति है, अहिले मार्केटमा किन्नु जाँदा कति छ यसको पैसा। किन्नु पैसाको बात छोडिदिउँ, अर्ग्यानिक खानु पाइँदैन। यसमा कुनै दबाई मेलो परेको छैन र यो थुप्रै दिनसम्म खानु सकिन्छ। बिस्तारै पाक्दै जान्छ, खाँदै जान्छ। पडोसी दिदीलाई धन्यवाद है। अनि यो चाहिँ दादाले ल्याइदिनु भएको कटर। म कहिले किनेर खाँदिनँ, मलाई कटर चाहिँ किनेर खानु भनेपछि एकदमै ठिक लाग्दैन हो। अनि कटर पनि आएको छ मेरोमा, अर्ग्यानिक बनाना पनि आएको छ हो। अनि यसो म चाहिँ सानो बारी गरेको छु कि, यो बारीमा यसो फल्यो भने अब यो चाप्राक चिब्रिक सबैलाई पुऱ्याइदिन्छु नि त। त्यही बानी भएर पनि होला होइन। तर दिदीले चाहिँ मलाई सधैँ सम्झिनुहुन्छ है, नानीहरू छ घरमा भनेर केलाको लागि चाहिँ सधैँ सम्झिनुहुन्छ। हुन्छ साथी हो, एकुरो रोटी चाहिँ पाक्दैन, दोहोरो पकाउनु पर्छ। त्यसैले आफ्नो हात अलिक खुला राख्नुहोस्, तपाईँले पनि त्यो चाहिँ रिटर्न पाउनुहुन्छ है। बाई बाई।